बराबर हेर्नुहोस् बिहान सबै डुबेको थियो अहिले चाहिँ पानी घटेको छ यहाँ यस्तो छ यो ठाउँ सबै डुबेको छ यहाँ अहिले चाहिँ पानी घटेको छ आज बिहान 3 बजे खन्काई माईको धमाका हेर्नुहोस् पुरै माई बढेर आएर यताको खेत जति सबै पानी पसेको थियो पुरै यहाँ त बिहान आउन सकिँदैन थियो यति धेरै पानी थियो कि यहाँबाट सट्टै पसेको क्या यहाँ खोला यहीँ नजिक छ पहिले यहाँ पुरै काँसघारी थियो यहाँ खोला आउँछ भन्ने त पुरै थिएन पुरै पानी आएर पुरै ठ्याप्पै सबै बगायो क्या यहाँ घरहरू थिए ग्वालीहरू यहाँबाट अहिले भर्खर गाई बाख्राहरू चाहिँ रेस्क्यु गरिसक्यो र हामी पनि यहाँ हेर्न आएको बिहान त आउन सक्ने सम्भावनै थिएन यहाँ मेन चाहिँ के भन्दाखेरि यहाँ धानहरू थियो सबै पाक हालिदिएर नष्ट भइदियो यस्तो छ हालत यता सबै केही देखिँदैन थियो यता अहिले छ देखिन थालेको छ हरियो हरियो बिहान सेतै मात्रै थियो अहिले चाहिँ हल्का उग्रिए जस्तो छ अब भरे फेरि पानी आउँछ कि धानको हालत सकेको छ Look at this end. Look at this end moment. पुरै बाढीले बगाएर है भर्खर पानीले चाहिँ पानी सुकेको छ अहिले सुक्न थालेको छ अनि हैन हामी चाहिँ चप्पलबाट टक्क नि पुरै पानी छ धानको हालत धानहरु सबै हैन बासमती धान हो यो हैन बासमती धान यार ओइ गिलो गिलो छ ओइ दल्दल बसे ओइ राइज भाइ राइज ओइ यहाँ त गिलो गिलो खतम हेर्नुहोस् धानको अवस्था पुरै सकेको छ पानीले यो कसरी काट्नु भर्खर पसाएको मात्रै फुल सहितको धान सकिँदैन त्यस्तो छ हालत उठायो हाम्रोबाट हेर्नु जा पुरै यस्तो छ खोलाको हालत सबै काँसघारी थियो अहिले त बालुवाघारी बनाइदियो उही यहाँ भन्दा त उहाँ रहेन डेन्जर त पर खोला पसेर तार हुन्छ होला चप्पल लगा न मूत्र विसर्जन गर्न चाहिँ जाने यार सोम नि माटी नि यार डेन्जर छ पुरै हिलो बनाएको छ पाखमा खोला पुरै गाडी फेरि पानी आउन आँटेको होला सबै निकालिसके ए आ त घटिहाल्यो नि अब केही छैन
ओ नजा यता आइज यहाँ खोला यतैबाट आएको थियो सबै यहाँ हालत कस्तो छ अनि अब बाटोको फ्लटिङ सानो क्रिएटरले गर्छ नि बालुवा यस्तो सिचुएसन यिनीहरू बाँच्छन् नि त यो माटो लानुपर्ने क्या अनि मिस्टर बनाउनु सबै ठाउँ हेरिसक्यो बिहान त आउनु सकेको थिएन अब घर फर्केको होइन पानी आउला जस्तो छ फेरि पाहाडमा पानी पऱ्यो भने फेरि आउँछ बाढी